तपाईँ केटाकेटी हुनुहुन्छ अलिक कलास हुनु भोलिको लागि क्लास जाओ यार, क्लास जाओ यार, तुम्हारे क्लास जाओ। हिजोको एपिएफ र यो प्लेयरहरू मिल्ने खालको नि यिनीहरूलाई भिडाको भए चाहिँ अलिक राम्रो हुने काठमाडौँबाट पाएको रहेछ हौ एपिएफ यो थर्ड हुनेहरू त बस ए कति बहरका पो रहेछ त, कलिला पो रहेछ नि त नि। हेर त है छोरा वर्षको भाइ नरिसाउनु उयो बल फेर्ने थाल्ने त हेर्दै पो हाँस्छ त यार, उतै फर्काइदिँदा त ऊ त्यो 33 नम्बरले 33 नम्बरे बाहिर बस्नेहरूले उठाइदिनु नि हौ के मिल्दैन भित्र बस्छ होइन उहाँ बस्नेहरू के साह्रो माया ओइ अमाइ सानो फुच्चाहरू पो रहेछ त नि, हेर्नु कति सानो हो, सबै कलिला पो रहेछ नि त बिचराहरू। सिठी नभए चाहिँ आउनु पाउँदैन के गर्नु, त्यस्तो हो। ए अनि किन पो आउँदैन भन्छ त यार। हो स्प्रे यसले त साँच्चै छिट्टै ठिक गराउँछ नि त। कति सानो हो त 2 नम्बरको त बिचरा नि, अनि यो 6 नम्बरको नि सानो धेरै यहाँ कलिला रहेछ न, कलिला रहेछ ओइ कम्ती छिपेको छ 7 नम्बर लाउने बिचराहरू अब कहाँ एक्सचेन्ज हुनु नि है। ए त्यहाँ रहेछ त, हाफ टाइम पछाडि गरेर ढलाउँदाखेरि पुग्नुकै ढलिरहेछ। ओइ कसरी हानो यार, लैजा कसरी समातेको यार। हामी दुवैतिर हो, हामी दुवैतिर हो क्या। अहिले सुदीपले देखायो हामी हरेतिर हामी यार। हामी केजीमा पर्छ केजीमा म त केजीमा गएको ठिक लाग्यो न यहाँ अब यहाँ कडा भइरहेछ नि जिन्दगीमा। 500 रुपियाँ खर्च हुन्छ है। झगडा नगर्दा फेरि हान्न के गोल लाग्दैन हैन
त्यो झ्याम्ले पछि छिटो तर आइहाल्दो रहेछ ओइ कुस्ती खेल्छन् त यार सिधा सिधा अरे ओए बिचारा मम्मी आनु नो अनि यस्तो हो भने त नि मुटुतिर कतातिर लागेर घाइते पऱ्यो भने त अनि मान्छे मरिसक्दैन न उठाउँदो रहेछ त अनि यस्तो गेममा नि के साह्रो गरेको हौ कस्तो स्लो छैन रेफ्री हो मान्छे लडिसकेको छ कि गोल हान्न दिनु यही बेलामा होइन हानेपछि छोड्दिनु अन्त अनि ओभरमा परेको छ भने अनि त्यतिखेर पुग्लुकै गइदिएको भए गइहाल्यो भने होइन रेफ्री भोलिका लागि चेन्ज हुन्छ 1 मिनेट ढलियो त्यसलाई चाहिँ फेरि मान्छे नउठ्ने रहेछ नि फेरि जाने बित्तिकै जाने उठिहाल्यो बित्तिकै उठेर हिँडिहाल्यो त फेरि तर हिजो चाहिँ झ्याली गरेको अनि यस्तो भोजपुरलाई नि होइन अब यिनीहरू लड्दाखेरि जाँदैन अनि स्ट्रेचर बोकेर गइसकिरहेको थियो त एकैछिनमा अन्त नि हो आफ्नो ठाउँको अर्को ठाउँलाई गोलको लाग्ने हो त्यति त्यो 12 नम्बरै बिसाएर हेरिरहेको जाउँ न त नि के मैले अघिदेखि जाऊ भनेको छु त नि के मैले रोकेको छु र जान त जाऊ क्याप्टेनलाई नै काट्दिउँ कोच सम्झाउनु धेर जोसियो भाइ हामी नै त छ नि म सम्झाएकै हो सम्झिँदैन के गर्नु एक गोल हान्दिनँ नि अनि त्यो झ्याप्लेको हान्दैन नभन्नु माइला छौ दिदी त्यो